हेलो गाइस नमस्ते भेट्नु टोपी अनि भेटेछ त कहाँ भेट्यो आज हामी दुईजना लास्ट टाइम छ म तपाईँ आज हामी दुईजना मसँग भ्यानकुभरको पिकनिकमा जाँदैछौँ अनि पिकनिक चाहिँ बोलाएको छ हामीले साथीहरूले अनि हामी पिकनिक जाँदैछौँ गाइस म अब भ्लग बनाउँछु आज र हामी निस्क्यौँ यति बेला ठ्याक्कै 12 बज्यो 1 बज्यो हामी नाट्यौँ अब मैले गाडीमा तेल हालेर आइसकेँ साथीलाई परिरहेको छु साथी भित्र गएको छ यस पछाडि चाहिँ साथीले ड्राइभ गर्छ म गर्दिनँ उसकै गाडी हो यो हामी हिँड्यौँ अब कति मिनट 28 मिनट आइपुग्छौँ 28 मिनट पछि चाहिँ हामी ठ्याक्कै पिकनिक स्पट पुग्नेछौँ ल हामी बेयर क्रिक पार्क आइसक्यौँ हामीले ऊबाट गाडी पार्क गर्छौँ गाडी देखिने सामु रातो अब हामी यताबाट जाँदैछौँ पिकनिक स्पट र हामी पिकनिक स्पटमा गएर त्यहाँ भएका परिकारहरू खानेछौँ अनि त्यो परिकारहरू खाएर हामी एकछिन नाच्छौँ पनि होला हैन हामी अब पार्क प्रवेश गऱ्यौँ पार्क प्रवेश गरेपछि अनि यस्तो रुखहरू गफ हान्दैछ साथी के थाहा छैन उता तपाईँको अनि धरानी कालोबङ्गो रह्यो चाहिँ कृष्णजीले पकाउनु भएको हो यो तपाईँले पकाउनु भयो चलाउँदै हुनुहुन्छ तपाईँ अनि कालोबङ्गो हाम्रो कृष्णजीले पकाउँदै हुनुहुन्छ तपाईँलाई सुँगुर पकाउनु आउँछ भक्कङ्गु आउँछ कि आउँदैन पकाउनु भन्नु न मगरहरूको खाना हो यो चटपटे मगरको खाना मगरहरूको यो के ट्रेडिसनल खाना हो यो त अब नेपालीको दिनेश दाई के गर्दै हुनुहुन्छ दाई नमस्ते जोरले सेपका त्यो त ठिक गर्नु त भाइ यहाँ भाइहरू हुनुहुन्छ क्या मलाई हेल्प गर्नु मन थाहा छ हेर्नु चेक गर्नु सुनन्दा एक्सपर्टिज हो यसको खेम्दाईको मासु पोल्ने कला देखाइदिनु झन् राम्रो नि के हो यार हाम्रो कृष्णजी एक्सपर्ट हुनुहुँदो रहेछ कृष्ण भाइ हजुर के गर्न आयो लाग्यो साथीले हेर्नु नि भाइरल भयो खेम्दाई सेपका पोल्दै हुनुहुन्छ खेम्दाई
बाहिर चाहिँ आज फेरि पुलोको काम लिनु भएको छ यहाँनिर ए यता हेर्नु त यता राम्रो हेर्छ ल बहिनी खाँदै हुनुहुन्छ के खानुभएको बहिनी खै रोटी त अनि राम्रो छ त अनि ल दुईजना बहिनी खाना मगर नि राम्री बहिनीले बनाएको राम्री बहिनीले खाँदै भिडियो खिचेको अब आयो है अब यो आइ अब हुँदैन है आइ कसैको मिल्यो भने पाउँदैन है आइ गइसक्यो युज हुन्छ है नेक्स्ट नम्बर छ बीको 10 अब आउँदै जान्छ है हाम्रो आइको 26 आइको 26 है कोहीसँग बिङ्गो भएको छ एनीबडी आइ त भयो नि बिङ्गो हाउसफुल काम दिन्छ नि एनको मेरो हाउसफुल हो अब 41 है एनको 4141 है लगानी उठ्यो 33 38 होइन बिङ्गोको पेपर समातेर अगाडि आमै होइन बिङ्गोको विनर है के रे हाम्रो ब्रोक न ल हाम्रो आशिष विनर चाहिँ आशिष ल अगाडि ल है हाम्रो घरमा गयो है खेलाउने मान्छे नै आउनु पर्यो है ल फोटो ल है हाम्रो बिङ्गोको विनर आशिष सोल्डे मास्के हाम्रो स्पोन्सर चाहिँ खेमदाई $20 अब दिनुहुन्छ कि दिनु थाहा छैन ओके 8 जनाको पर्ने सम्मान रहेछ नि मैले भने त 2 दिन पढ्दा त धेरै पर्छ भने पाइला गर्नुभयो त तपाईँले जोडी सबैको पुछो भान्छ खराको टाको फुट्दैन अब त बाङ मार्नु त खाना त के हुन्छ तपाईँ त झाडीमै उल्टो गयो ल दिनेश राणामा गर्छ यो पनि लाएर ल 50 हो कि 20 हो यो 50 हो यो बधाई छ गोठका तालिका बीच विजेतालाई बधाई दिउँ यसपछि टग अफ वार ए बाबुलाई यता बाबु डोरी तान खेल हुँदैछ हामी त रेडी हो रेडी चाहियो उठे 1 2 3 गो त्यसपछि चाहिँ सेकेन्ड मेम्बर चाहिँ हाम्रो राकेश कुन है थर्डमा चाहिँ हाम्रो पारु भयो अनि हाम्रो फोरमा चाहिँ पुरन दाई आज है ल है हाम्रो दाई हुनुहुन्छ विजय दाई हाम्रो विजय दाई है ल थ्याङ्क यू एभ्रिवान है सबै कङ्ग्रेचुलेट फर द विनर यसै गरी सधैँ चाहिँ वार्षिक हाम्रो यो पिकनिक महोत्सव गर्दै आउँदा तपाईँहरूको साथ सपोर्टले गर्दा यहाँसम्म
कति हान्दा हुन्छ हो रमाइलो भइरहेछ कमलसी पानी लाउने आशिषी पानी लगाइदिने